सबैलाई फेरि पनि जय मसीह। बाइबलमा भएका घटनाहरूमा हामी सबैलाई याद भएको एउटा घटना पवित्र हप्ताको पहिलो दिन यानि कि खजुरको आइतबारको दिन प्रभु येशू ख्रीष्ट यरुशलेममा विजय प्रवेश गर्नुभयो। मत्ती 21 अध्यायको 8 र 9 पदमा मानिसहरूले हातमा खजुरको हाँगाहरू लिएर आफ्ना वस्त्रहरू बाटोमा ओछ्याएर येशूलाई दाउदका पुत्रलाई होसना भन्दै स्वागत गरे। तर जुन आशामा उनीहरू मसीहको प्रतीक्षा गरिरहेका थिए, येशूलाई गधामाथि देखेपछि केही दिनमा त्यो आशा निराशामा बदलियो। केही दिनपछि त्यही मानिसहरू येशू पिलातसको सामु उपस्थित हुँदा यसलाई क्रुसमा टाङ भन्दै चिच्याए, जुन हामी मत्ती 27 अध्यायको 22 पदमा हामी पाउन सक्छौँ। तर मत्ती 21 अध्यायको 15 पदमा प्रभु येशू ख्रीष्ट यरुशलेम विजय प्रवेश गर्नुभएको दिनको ठिक भोलिपल्ट मन्दिरमा साना केटाकेटीहरू दाउदका पुत्रलाई होसना भन्दै चिच्याउँदै थिए र त्यो सुनेर मन्दिरका पुजारीहरू र शास्त्रीहरू रिसले चुर भए। ती साना केटाकेटीहरूलाई उनीहरूको बुबाआमा ख्रीष्टप्रति निकै निराश भएका छन् र अबको केही दिन पछाडि ती बुबाआमा चाहिँ प्रभु येशू ख्रीष्टलाई क्रुसमा टाङ भन्ने चिच्याउने छन् भन्ने कुराको बारेमा सायद ज्ञान थिएन होला। तर जसै ती केटाकेटीहरूले मन्दिरमा दाउदका पुत्रलाई होसना भन्दै चिच्याउँदै गर्दा त्यो मन्दिरमा हलचल नै मचियो। परमेश्वरले साना बालबालिकाहरूको ओठबाट प्रशंसा निकाल्नुहुन्छ। एक सामान्य ठिटाको हातबाट समर्पण गरिएको 5 रोटी र 2 माछाले उहाँले हजारौँलाई खुवाउनु भयो। चेलाहरूले बालबालिकाहरूलाई रोक्न खोज्दा प्रभु येशू ख्रीष्टले बालबालिकाहरूलाई उहाँका आउन नरोक्नु भनी आग्रह गर्नुभयो र ती बालबालिकाहरूमाथि आफ्नो हात राख्नुभयो। प्रभु येशू ख्रीष्टको सेवा कार्यको समयमा उहाँले साना नानीहरूलाई महत्त्व दिनुभयो। मुक्ति अनि उहाँको राज्यको विषयमा बताउँदा उहाँले नानीहरूको उदाहरण दिनुभयो। आज पनि हाम्रो मण्डलीहरूमा बालबालिकाहरूको निकै ठुलो भूमिका छ। आराधना र प्रार्थना गर्ने साना ओठहरूबाट परमेश्वरले ठुलो हलचल ल्याउन सक्नुहुन्छ। साना नानीहरूलाई साँचो आराधना र प्रार्थनामा हुर्काउनु आज सबै मण्डलीहरूको ठुलो भूमिका देखिन्छ। यो क्रिसमस सिजन हाम्रा नानीहरूलाई साँचो क्रिसमसको बारेमा सिकाउने र बुझाउने सबैभन्दा उत्तम समय हो। हामीले यो सिजन हाम्रो नानीहरूको हृदयलाई डुडको नजिक लान सकभर कोसिस गर्नुपर्छ। उनीहरूलाई नरम रूपमा क्रिसमसको विषयमा सिकाउन सकिए यो सिजन उनीहरूको आत्मिक जीवनमा ठुलो सहायता मिल्नेछ। प्रभु येशू ख्रीष्टले नानीहरूलाई निकै प्रेम गर्नुहुन्छ भन्ने सत्यता उनीहरूको जीवनशैलीमा पनि देखिनुपर्छ भन्ने सिकाउनु हाम्रो निम्ति सबैभन्दा ठुलो जिम्मेवारी हो। जब हाम्रा नानीहरू अरूहरूलाई प्रेम गर्दछन्, उनीहरू परमेश्वरलाई सबैभन्दा मनपर्ने कुरा गरिरहेका हुन्छन् भन्ने हामीले सिकाउनुपर्छ। धेरै पटक हाम्रा नानीहरू शान्तमय रातमा सान्टा क्लज घोडाको रथमा बसी उपहार लिएर भेट्न आउँछन् कि भनी पर्खिरहेका पनि हुन सक्छन्। उनीहरू साँचो क्रिसमसलाई उपहारको बक्सामा खोजिरहेका हुन सक्छन्। तर हाम्रो जिम्मेवारी भनेको सान्टा क्लजलाई पर्खने होइन, तर आइसक्नुभएका प्रभु येशू ख्रीष्टलाई चिनाउनु र डुडभित्रका बालक येशू नै अनन्त उपहार हुनुहुन्छ भन्ने हाम्रो नानीहरूलाई सिकाउनु हो। यो क्रिसमस सिजन हाम्रो नानीहरूलाई नाचगानको तयारीमा मात्र सीमित र व्यस्त राख्नु हुँदैन, तर नरम रूपमा साँचो क्रिसमसको बारेमा सिकाउनु अवश्य नै पर्छ। नानीहरूलाई क्रिसमसमा यिनीहरू हल्ला गर्छन्, यिनीहरूले क्रिसमसको कार्यक्रमलाई र माहौललाई बिगार्दछन् भनेर साना नानीहरूलाई अलमलाउने होइन, तर साना नानीहरूलाई क्रिसमसको कार्यक्रममा सँगै सहभागी गराएर साँचो क्रिसमसको अर्थ बताउनु चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हुँदछ। त्यसो भए कसरी हामी हाम्रो नानीहरूको हृदयलाई साँचो क्रिसमसमा डोर्याउन सक्छौँ त? पहिलो कुरा, प्रभु येशू ख्रीष्टको जन्मको कथा सुनाएर सबै पात्रहरूको महत्त्व सिकाउने। दोस्रो कुरा, प्रभु येशू ख्रीष्टको जन्मको कारण र उद्देश्यको विषयमा बताउने। तेस्रो कुरा, बालसङ्गतिमा प्रभु येशू ख्रीष्टको जन्मलाई बुझ्न सहज हुने क्रियाकलापहरू जस्तै खेल, भिडियो, गीत, नाटक आदि कुराहरू गर्ने र सिकाउने। चौथो कुरा, यो क्रिसमस नानीहरूलाई दया, प्रेम र क्षमाको बारेमा सिकाउने। र अन्तिम पाँचौँ कुरा, संसारभरि नै क्रिसमसको रमझम झल्काउने कुराहरू जस्तै क्रिसमस ट्री, सान्टा क्लज, स्नोम्यान, क्रिसमस मोजा, थरीथरीका क्यान्डीहरू, उपहार, तारा, यी सबै कुराहरूको विषयमा निकै गहिरो तरिकाले होइन, तर नरम रूपमा बुझाउनुपर्छ। यहाँ मैले 5वटा कुरालाई मात्र तपाईँहरूको बिचमा प्रस्तुत गरेँ। अझ धेरै कुराहरू छन् जुन कुराहरूद्वारा चाहिँ हामी हाम्रो नानीहरूलाई साँचो क्रिसमसमा डोर्याउन सक्छौँ।